एकजना सर्वसाधारणलाई प्रहरीले लछार पछार पार्दै गरेको यो भिडियो हेर्नुहोस्। वर्दीमा रहेका प्रहरी तथा ट्राफिक प्रहरीले एकजना युवालाई मुक्का हान्दै लछार्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षभित्र लैजाँदैछन्। प्रहरीले यसरी लछार पछार पार्दै लात्ती र मुक्का प्रहार गरेका युवा दुबईबाट नेपाल फर्किएका सञ्जय ओझा हुन्। यो दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चैत्र 31 गतेको हो। प्रहरीले सञ्जयलाई आगमन कक्षको बाहिरपट्टिबाट लछार पछार गर्दै भित्र लगेर मुक्का हान्छन् भने भित्तामा टाँसेर बुटले खुट्टामा हानिरहेका छन्। रोजगारीको सिलसिलामा दुबई रहेका सञ्जय आफन्तको बिहेका लागि 10 दिनको छुट्टीमा नेपाल आएका थिए। तर विमानस्थलमा लगेज सहितको ट्रली ढोका बाहिर ल्याउँदा प्रहरीबाट कुटिएका हुन्। सिधा कुरासँग सम्पर्कमा आएका ओझाका अनुसार हिमालय एयरलाइन्सबाट विमानस्थलमा झरेपछि उनीहरू नियमित प्रक्रिया अनुसार नै बाहिरिँदै थिए। भन्सार जाँचपाँचपछि लगेज हेरेरै सरासर नै उनीहरू बाहिरिएका थिए। आगमन कक्षबाट बाहिर निस्किएपछि लगेज ट्रलीमा हालेर आगमन कक्षको ढोका बाहिर आफन्तलाई कुरिरहेका थिए। त्यही बेला एकजना व्यक्ति आएर उनलाई ट्याक्सी चाहिने हो भन्दै सोधे। तर उनले होइन भनेपछि ती व्यक्तिले यहाँ ट्रली राख्न पाइँदैन भन्दै चर्को स्वरमा बोल्न थालेको सञ्जय बताउँछन्। म र मेरो वाइफ हामी युएबाट आएको थियौँ। हामी एमर्जेन्सी म्यारेज एटेन्ड गर्नलाई ट्रेन गेटको डाइरेक्सनमा आएको थियौँ। अनि जस्तो भित्र टेक्नु भइसक्यो र बाहिर आयो। अनि तपाईँको एक गेटबाट बाहिर निस्किनु बित्तिकै राइट साइडमा ठुलो एउटा स्पेस छ क्या, त्यहाँनिर तपाईँको टोली ट्रली राख्न मिल्दो रहेछ कि 4 जना अगाडि निस्क्यो। अहिले हटाएको थियो के हो थाहा भएन, हामीलाई थाहा थिएन हामी त होइन। हामी आएर त्यहाँ राख्न खोजिरहेको थियौँ। एउटा ट्याक्सी चलाउने मान्छे त्यसले मलाई खुलाएन, त्यसले सोध्यो कहाँ जाने हो भन्यो होइन। अनि मैले भने हामीले मान्छे लिन आउँदैन भने एकछिन यहाँ राखेर वेट गर्नु पर्यो, एकछिन वेट गर्ने यति हुन्छ भनेर भन्यो। यहाँ राख्न पाउँदैन यताउति भन्छ, हटाउन थाल्यो। सञ्जयले यसअघि आउँदा ट्याक्सीसम्मै ट्रली लैजान पाएको सुनाउँदा ती व्यक्तिले आफू विमानस्थलको कर्मचारी रहेको दाबी गर्दै यहाँ ट्रली राख्न नपाइने बताए। त्यसपछि सञ्जयले कार्ड देखाउन भने। अनि मैले भने तपाईँको हामीसँग राइट छ नि त। अनि उसले यहाँको स्टाफ हो कर्मचारी हो भने। अनि मैले त मसँग राइट छ, मैले हो तपाईँ कर्मचारी हुन्छन् मलाई आइडी देखाउनु नि त। ती व्यक्तिले थर्काउन खोजेपछि सञ्जयले नै प्रहरीलाई बोलाएको बताउँछन्। तर प्रहरी आएपछि उल्टै सञ्जयलाई थर्काउन थालेको उनको दाबी छ। पुलिस आएको भने सिधा भन्नुपर्दा मैले बोलाएँ, सर हेर्नु त उहाँले यसरी भनिरहनु भएको छ भन्दा त्यसले उल्टै मलाई गाली गर्यो। त्यो प्रहरीको उसलाई एउटा रेस्पेक्ट भन्नु थाहा छैन। त यहाँ बस्दैन भने यहीँको स्टाफ हो, यहीँ काम गर्ने हो, यताउति भनेर भन्यो। त चुप लागेर यो यहीँ काम गर्ने हो, यिनीहरूको बोल्नै हेर सिधै। त्यहाँबाट उनी आगमन कक्षको बाटो क्रस गरेर पार्किङतिर सोच्दै गर्दा फोन निकालेका थिए। ती प्रहरी आएर थर्काउन थाले। त्यसबेला उनले भिडियो कैद गर्न सुरु गरे। हेलो होइन मसँग भिडियो। आफूले भिडियो खिचेको थाहा पाएपछि त्यहाँ आएका प्रहरी ट्राफिक प्रहरीले 81 हात पछि लगेर हिसार्दै आगमन कक्षको प्रतीक्षालयमा लगे। अनि त्यो भन्दा म ट्रली लिएर बाहिर पुगिसकेको मान्छे फेरि धम्की आयो क्या। हामी त्यहाँ बस्छ त्यो बाहिर त्यो मान्छे हामीमा त रोक्न पाउँछ नि त। अनि त्यहाँनिर रोकेर अब को भने हामीले त मान्छे फोन गर्नु पर्यो। उनीहरूले सोच्यो कसलाई फोन गरेको होला भनेर। हामीले त आफ्नो लिन आउने मान्छेले त फोन गर्नु पर्यो। त्यहाँबाट ऊ 81 उतापट्टि भएको मान्छे पुलिस सिधै मतिर आयो। अनि मैले मेरो मोबाइल निकालेर भिडियो बनाएँ। त्यो भिडियो मैले मेरो टिकटकमा पनि हालेको छु। र मैले आफ्नो सेफ्टीको लागि भिडियो बनाएँ, मेरो मोबाइल फालिदियो। अनि त्यो भिडियो बन्द भएको छ। अनि त्यो मोबाइल फालिदियो। त्यस पछाडि मलाई कैदीलाई जस्तो पछाडि हात एउटा ट्राफिक पुलिसको त कुनै अथोरिटी नै छैन नि मान्छेलाई समाउने त है। ट्राफिकले तपाईँको हात ब्यान गरेको छ मेरो। अर्को एउटा पुलिसले हान्न दिइरहेको छ हातसम्म ऊ अनुहारमा भुँडीमा हानिरहेको छ। मेरो बुढीलाई शुद्ध खेलछाल गरेर तिनीहरूले। बाहिरबाट लतार्दै लगेका प्रहरीले भित्र लगेर बुटले सञ्जयको खुट्टाको नलीमा हिर्काएको देखिन्छ। त्यहाँ उपस्थित भएका अन्यले पनि चासो देखाउन थालेपछि उनीहरूले हल्ला नगर भन्दै सञ्जयलाई पठाएका छन्।
यसरी विमानस्थलमा सुरक्षामा खटिएका प्रहरीबाट कुटपिट भएपछि सञ्जयको चित्त दुखेको छ। विमानस्थल आउँदा फेरिएका नियमहरू बुझाउनु पर्नेमा उल्टै सबै मान्छे अघि प्रहरीले कुटपिट गर्दा नराम्रो लागेको उनी बताउँछन्। पुलिसको ज्यादती अनि त्यसो भने जाँदा म नेपाल आएको मान्छे मेरो कन्ट्री हो, म आउँदाखेरि यस्तो हुन्छ। मैले न कुनै स्मगलिङ गरेको छु न केही गरेको छु, म चेकिङबाट आएको बाहिर। अनि हामी आफ्नो कन्ट्री आउँदाखेरि यस्तो हुँदैन नि त। हामीलाई त अब आइन्छ सर हेर्नु 1 वर्ष 1.5 वर्ष त्यस्तो मागिन्छ। हामीले के छैन भएको थाहा हुँदैन। उनीहरूले हामीलाई गाइड गरेर सम्झाउनु पर्ने हो किन भन्नु त। सञ्जय प्रहरी र विमानस्थलमा भएको घटनामा न्यायका लागि कानुनी प्रक्रियामा जान खोजे पनि अब एक सातामै फर्किनुपर्ने भएकाले फेरि विमानस्थलमा उनै सुरक्षाकर्मीहरूले समस्या पार्न सक्ने भन्दै त्रसित भएका छन्। म 10 डेजको लागि आएको छु। नेपाल कानुन त यो म रिटर्न जानु छ एनी हाउ। त्यसैको लागि मैले केस नहालेको क्या। यिनीहरूको त्यही म रोकिन्छु, मेरो रोकेर यहाँ हुँदैन, नेपालमा खान हुँदैन। त्यसैको लागि मात्र मेरो वाइफले शुद्ध दुर्व्यवहार गरेको छ। विमानस्थल स्थित नेपाल प्रहरीको सुरक्षा कार्यालय गौचरणका एसएसपी सोमेन्द्र सिंह राठोडले भने उनले भन्सारबाटै लफडा गर्दै आएर बाहिर ट्याक्सी व्यवसायीसँग पनि लफडा गरेकाले भित्र लगेर सम्झाएको दाबी गर्छन्। त्यो भाइको एङ्गल इस्यु जस्तो मलाई सुरुमा आउने बित्तिकै हामी सिसिटिभी फुटेज सबै अध्ययन गऱ्यौँ। आउने बित्तिकै चाहिँ अराइभलमा त्यो सशस्त्र र अनि उसले चेक गर्छ त्यो जाँच तपाईँको भन्सारले। अनि एक्सरे मेसिनमा उहाँले उहाल्नुहुन्छ ब्याग। त्यसपछि ब्याग चेक गर्दाखेरि त्यहीँबाट झडा गरेर देखिन्छ। त्यसपछि त्यहाँ क्लियर भएपछि बाहिर निस्किनुहुन्छ। बाहिर निस्केपछि त्यहाँ प्रिपेड ट्याक्सी भन्ने हुन्छ कि यहाँ पहिला पैसा पे गर्ने त्यस सम्बन्धित डेस्टिनेसन पुऱ्याइन्छ। प्रिपेड ट्याक्सीको स्टाफकोसँग उहाँ विवाद गर्न जानुहुन्छ। त्यसपछि प्रहरी पुग्छ। प्रहरी पुगेपछि उहाँले के भन्नुहुन्छ भने यो मान्छेको पास खोज्नु भन्छ। अनि प्रहरीले किन खोज्ने भएको के हो, किन पास खोज्ने भनेपछि त्यहाँबाट प्रहरीसँगै उहाँ विवाद गर्न थाल्नुहुन्छ। त्यसो उहाँको श्रीमती सँगसँगै किन्थे। अनि प्रहरीलाई चाहिँ यता आइजन बोलाउनुहुन्छ उहाँले। त्यसपछि प्रहरी त्यहाँपछि प्रहरीसँग विवाद हुन्छ। उहाँले जुत्ता खोलेर हाल्न खोज्नुहुन्छ प्रहरीलाई। प्रहरीले नियन्त्रण गरेर भित्र ल्यायो। पछि अनि श्रीमती आएर पछि चाहिँ म ठगाएर लान्छु भनेपछि उहाँ जानुभयो। त्यसपछि भएको त्यति हो। तर एसएसपी राठोडले भने सञ्जयलाई प्रहरीले कुटपिट नगरेको दाबी गरे। प्रहरीले कुटेर कहाँ कुट्नु पर्यो? हामी सिसिटिभी सबै छ माथि उहाँ आएदेखि तलसम्म छ बाहिर जाँसम्म ताने देखिन्छ मुख आएन क्या छ त। तर यो भिडियो फेरि हेर्नुहोस्। हात नलाऊ छोटो। उनलाई घिसार्दै भित्र लगेपछि भित्तामा पारेर यी प्रहरीले यसरी बुटले हानिरहेका छन्। यता सञ्जयले भने आफूले भन्सारमा कुनै लफडा नगरेको र राम्रोसँग चेक जाँच भएर निस्किएको बताउँछन्। खजुर हालेको थियो ब्यागमा, ह्यान्ड ब्यागमा खजुर थियो क्या, निलो देखायो भने त्यतिखेर पनि मैले गएर खजुरको ब्याग खोल्दिएँ। मैले भने त्यसमा तपाईँको केही लागु औषध छ भने यसमा ब्लू आउँछ भनेर भनिदिएको त्यहाँदेखि होइन। प्लस मेरो बुढीले त्यो लाएको बटम हुन्छ नि टी सर्ट एउटा मात्र लाग्छ उसले। त्यो बस्दाखेरि उसले भन्छ बटम हो यो भनेर सबै खोल्दै छ, जुत्ता पनि खोल्दै सबै खोल्दै थियो। अब त्यो पेन्ट पनि खोलेर चेक गर्ने कुरो आउँदैन नि हो। त्यो एउटा छ क्या, त्यो हो। म त्यहीँ भनेर चेक गर्ने तपाईँको एउटा असहाय हो कि कुन आएको सशस्त्रको हुन्छ नि भित्र असहाय हो कि इन्सपेक्टर उसँग म मजाले हाँसेर भयो। उसले लगेज पनि सोधेर आएन कति ढिला आएको तपाईँहरूको भने लागिनै भनेर हामी मजाले निक्लिएको बाहिर। साथै प्रहरीले आफूले जुत्ताले हान्न खोजेको भन्दै झुठो दाबी गरेको सञ्जय बताउँछन्। उनका अनुसार प्रहरीले लछार पछार गर्दा आफ्नो जुत्ता फुत्किएपछि हातमा समाएको उनको भनाइ छ। मैले मेरो बुट यसो गरेँ होइन, खुट्टा यता पछाडि जाँदा खुस्कियो क्या, मैले मेरो हातमा बोकेँ क्या जुत्ता। मैले जुत्ता खुस्किएपछि तपाईँको टेकिँदाखेरि खुस्कियो नि त, अनि मेरो जुत्ता बोकेँ।